डिस्कभर फ्रान्सदेखि गर्दै संस्थाको भइसकेपछि अब फर्स्ट अफ अल अब म कसरी चाहिँ यहाँसम्म आइपुगेँ भन्दा त सुरुमा चाहिँ अब जस्तो फेसबुकदेखि होइन एउटा सानोतिनो लिङ्क पाएर त्यसै मार्फत होइन जस्तो म पनि कुनै चिजको जस्तो खोजीमा चाहिँ थिइनँ जस्ट केही समयलाई जस्तो एउटा तालिम चाहिँ चाहिएको जस्तो लागिराख्यो भन्दा जस्तो निःशुल्क रहेछ होइन निःशुल्क रहेछ केही च्यानललाई हेरौँ केही जस्तो आफूलाई प्लस पोइन्ट हुन्छ भोलि बिहान गएर आफूलाई चाहिँ जस्तो आफ्नो लाइफ सुधार्नको लागि चाहिँ राम्रो हुन्छ भन्ने तरिकाले चाहिँ जब फोन लगाएँ सरलाई होइन फोन लगाइसकेपछि सरले पनि भन्नुभयो ठिकै छ होइन आउनुहोस् हजुरलाई चाहिँ अपर्च्युनिटी हो यो चाहिँ भन्नुभयो। त्यसपछि लगत्तै त्यसैको 3-4 दिनपछि जब म खाना खाँदै थिएँ सरको अचानक फोन आइसकेपछि होइन ल आउनु पर्यो भन्नुभयो सर। त्यसपछि अब जब म चाहिँ अब त्यहाँबाट डाइरेक्ट त्यहाँबाट कुनै पनि चिज केही नभनिकन घरबाट मात्र खाना खाँदै गरेको क्रममा चाहिँ उठेर आएको थिएँ कि अब त्यसपछि अब खासै थाहा थिएन के हो कहाँ हो होइन अब चिताउनु थाहा थियो तर के हो वास्तवमा थाहा थिएन वास्तविकता। जब गौरवमा चाहिँ म आएँ होइन तब सुरुमा फर्स्ट डे होइन सेकेन्ड डे मलाई बितेको थाहै भएन कि अब कस्तो विषय भित्र रहेछ त्यो चाहिँ मलाई थाहै भएन। अब सेकेन्ड डे थर्ड डे पछि आनन्दले चाहिँ गर्दै जाँदा होइन मेहनत गर्दै जाँदा बिस्तारै सबै अपर्च्युनिटीहरू जब बुझेँ तब त्यसपछि मलाई लाग्न थाल्यो यसबाट रहेछ आफ्नो लाइफ चाहिँ होइन जिन्दगीको एउटा मोड चाहिँ त्यहाँबाट निस्कियो। तब बल्ल चाहिँ ममा लागेको एउटा आशाको किरण चाहिँ त्यहाँबाट छायो कि केही न केही उपलब्धि त लाइफमा गर्नै पर्छ होइन सबैजनाले गरिराख्नु भएको छ भने म चाहिँ किन पछाडि हट्ने म पनि त गर्नुपर्छ होइन मेरो पनि त लाइफ हो भोलि बिहान मलाई पनि त त्यो बाटो चाहिँ देख्नु छ जुन बाटो चाहिँ सक्सेस पर्सनले देख्नु भएको छ होइन। जब पुष्कर सरको अनुहार हेर्ने होइन अनुहार हेरिसकेपछि अब सरले पक्कै पनि यही बाटो सुरुबाटै मेहनत गरेर यहाँसम्म पुग्नु भएको छ त म पनि त प्रगति गर्थेँ म पनि मेहनत गर्दै गएँ भने पनि होइन जस्तो आफ्नो पऱ्यो 100% गर्छु म भने भनेर तब लागि परेँ यसैपट्टि होइन जब अब फिल्डहरू यताउति हरेक चिजहरूमा चाहिँ एकदम